भइसक्यो। स्वागत छ मेरो यो पोडकास्टमा साहिल लिम्बुज्यूलाई। थ्याङ्क यू, धन्यवाद। अब पर्दा पछाडि जहिले पनि हामी तिमी 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 भन्दै बोल्छौँ होइन, अब चाहिँ तपाईँ भनेर सम्बोधन गर्नुपर्ने ठाउँ होइन, तिमी नै भन्दा नि हुन्छ होइन। एउटा अब रेस्पेक्टको हिसाबले पनि तिमी त भन्न अलिक गाह्रै हुन्छ होला। तपाईँ भनौँ कि तिमी भनौँ ल? तिमी नै भन्दा हुन्छ। राइनीले लाने सल्लाह गीत सक्यो, सुटिङ पनि सक्यो, आउट पनि भयो, रिलिज भइसक्यो। कस्तो प्रतिक्रिया आइरहेछ? राम्रै छ। यो माइक अलिक उता लैजाऊ त, नजिकै टसारै बोल्नुपर्ने अवस्था छ। हो, राइनीले लाने जुन तिमीहरूको त्यो गीत थियो नि, पहिला त मिन्सेमाले गाएको थियो नि होइन? सुरुमा मिन्सामा राईले गाएको थियो। मैले सिङ्गरलाई नि डबल पेमेन्ट गर्नु पऱ्यो, पछि फेरि मेलिना नानाले गाउनु भयो होइन। अनि कोरसहरू पनि ब्याक भोकल पनि डबल पेमेन्ट गर्नुपर्ने भयो। घाटोमाथि घाटा भयो। अनि फेरि पछि रिदम सेक्सन पनि हामीले चेन्ज गर्यो। भिडियो राम्रो भएको छ रहेछ, हामीले पनि हेऱ्यौँ होइन? कस्तो भइरहेछ प्रतिक्रियाहरू, कस्तो आइरहेछ? अब भिडियो राम्रै गर्ने कोसिस त गरेकै हो, तर केही न केही कुराहरूको कमी कमजोरी भइ नै हाल्छ। त्यो कहिल्यै पनि सन्तुष्ट त भइँदैन। सन्तुष्ट भइयो भने त जिन्दगी नै सक्यो होइन। अनि ठिकै छ, अब राम्रै भन्नुपर्छ। जस राम्रै मार्केटमा राम्रै चलिरहेछ अहिले। कुन युट्युबबाट आएछ? हाम्रो अहिले जी मिडिया कनेक्सन। हाम्रो हाङबारे मामा भन्छु, प्रकाश आङबाङ लिम्बू हुनुहुन्छ प्रड्युसर। उहाँ हङकङमा हुनुहुन्छ अहिले, उहाँकै च्यानलबाट छ। हाम्रो सुँगुरको मासु पनि त त्यहीँदेखि हो। त्यही त तपाईँले नै खिच्नु भएको थियो त झन्। यसपालि चाहिँ के भएर छुट्नुभयो? होइन, यसपालि अब त्यस्तै अब हुन्छ नि त, डिरेक्टर फाल्टै हुन्छ होइन, मान्छेहरू फाल्टै हुन्छ। त्यो हुँदाखेरि छुट्नु स्वाभाविक हो। अनि सुँगुरको मासु त अब कतिलाई थाहा नहुनसक्छ क्यामेरा कसले खिच्यो होला भन्ने कुरा। अब यहाँदेखि नै जानकारी गरौँ न। सनम तामाङ मैले नै खिचेको होइन, उहाँले नै खिच्नु भएको हो। एकदम राम्रो चल्यो नि त्यो गीत होइन? त्यो गीत त जस सोचेको पनि थिएन क्या, त्यस्तो धेरै त्यो अनएक्सपेक्टेड माया राम्रो भयो नि। अहिले प्रायः स्टेजतिर जान्छु, त्यो गीत गाउनु पऱ्यो भने दर्शकले सँगसँगै गाउनुहुन्छ। सबै थाहा हुन्छ, सबै लिरिक्सहरू सबै कन्ठा छ दर्शकलाई पनि। अनि अस्ति राजदाईको पोडकास्ट मैले नै लिएको थिएँ होइन, एउटा माटोले जन्माएको सिङ्गर हो साहिल लिम्बू भन्ने खालको कुरा गर्नुभएको थियो। सङ्गीत क्षेत्रमा लागेको कति वर्ष भयो? म अब खासमै पहिला हाम्रो चाहिँ बचपनदेखि नै बुवा फुपूहरूले गीत गाउनुहुन्थ्यो। मैले बचपनदेखि नै गीत गाउँथेँ गाउन त। अनि फुपूले गाउँदा बुवाले गाउँदाखेरि एकदमै गाउन मन पनि गाउँथेँ कि, बच्चैदेखि गीत चाहिँ गाउने। तर म रिसेन्टली अब भन्दा पनि धेरै नै भइसक्यो त। म गर्छु भनेर लागेको त म 2069 सालदेखि नै हो। भने चाहिँ कति साल भयो? 83। अहिले 14 वर्षै भइसकेछ नि। मैले 70 सालमा नेरि पहिलो सङ रेकर्ड गरेको थियो होला। 70मै? 70मा। कुन आफ्नै कल्चरको कि? होइन, एउटा बिर्सिदिनु प्रिय मलाई भन्ने गीत थियो। त्यति त्यो एउटा ताप्लेजुङमा एउटा सो भएको थियो, गायन ताप्लेजुङ गायन भन्ने। अनि त्यहाँ विनर भए। अनि विनर भएपछि मैले चाहिँ एउटा अब पुरस्कार स्वरूप उहाँहरूले दिनुभएको थियो कि, त्यो बिर्सिदिनु प्रिय मलाई। कम्पिटिसन, सानो कम्पिटिसन हो नि त गाउँमा त होइन? होइन, जिल्लाव्यापी नै कम्पिटिसन थियो। जिल्लाकै थियो त्यतिखेर चाहिँ ताप्लेजुङ। त्यहाँ चाहिँ अनि विनर भयो। अनि उहाँहरूले पुरस्कारको रूपमा एउटा गीत दिनुभएको थियो। अनि त्यो उतै छायाङ्कन गरिएको गीत हो, सुकेटार। हाम्रो ताप्लेजुङको एयरपोर्ट छेउछेउतिर। ताप्लेजुङकै सुकेटारमा? ताप्लेजुङको सुकेटार चाहिँ अब अहिले हाम्रो एयरपोर्ट पनि त्यहाँ पर्छ, त्यहीँ गरेको थियो। अनि जस त्यो भिडियोहरू कहिले काहीँ फर्केर हेर्छु, बडो मजा लाग्छ क्या, लाज लाग्छ। पुरानो चिजहरू हेऱ्यो भने लाज लाग्दै जाँदो रहेछ कि। तर एक खालको राम्रो सोचले हेऱ्यो भने फेरि मजा पनि लाग्ने। त्यस्तो पो थिएछु नि, त्यस्तो ठाउँदेखि अब अहिले यस्तो भइसक्यो भने गर्व पनि लाग्छ। फेरि कति कुरा पुरानो कुराहरू त्यो हेर्दै जाँदाखेरि लाज पनि लाग्ने, त्यो समय त भन्ने टाइपको होइन। आफ्नो त्यो लुक्स, आफ्नो लुगा लगाइ, आफ्नो सबै शरीर बनावटै चेन्ज भइसकेको हुन्छ। अनि कति वर्ष सङ्गीत सिक्यौ? सङ्गीत त मैले सिकिनँ है? के भन्छ, भुइँ फुटुवा हुन्छ नि। अब गिटार सिटार यसो युट्युबमा हेर्ने। सुरुमा एउटा कति 4000 कतिको गिटार किनेको थिएँ। अनि मैले युट्युबमा हेरेँ, त्यो बेला फेरि यस्तो चाइनिज मोबाइल क्या, कति 3500 4000मा त्यो ठुलो खालको आउँथ्यो क्या। अनि त्यस्तोमा युट्युबमा सुरुमा युट्युब पनि राम्रो चलाउनु नआउने क्या। सर्च गऱ्यो, त्यो गिटारहरू बजाएको कस्तो ज्वरो आउने गरी त्यो फोनमा क्या, यति टुक्रा काट्यो पज गऱ्यो, यति टुक्रा हेऱ्यो पज गऱ्यो होइन।
कस्तो गाह्रो हुने क्या, टाउको दुखेर रिङ्गडा छुट्ने। अनि त्यसो गर्दै गर्दै गिटार सिकेँ। अनि हार्मोनियमहरू पनि यसो जहाँ भेट्थ्यो, अब म्युजिक क्लासहरू त हुन्थ्यो ताप्लेजुङमा, अलिअलि दाइहरूले अरूले गराउनुहुन्थ्यो, त्यहाँ जान्थेँ, अलिअलि कसरी बजाउँछ भनेर हेर्थेँ। अनि आफै हार्मोनियम पनि एउटा किनेको थिएँ, आफै हावाको ताल मानेर दियो युट्युब हेर्दै होइन। मैले क्लासै चाहिँ गरिनँ। क्लासै चाहिँ गरेन, जस घरमा साधना चाहिँ धेरै नै गऱ्यो। त्यस्तो आफ्नो तरिकाले त गरेँ, लाटो तरिकाले त। जस जे पनि लाटै तरिकाले गरे पनि एउटा सिस्टमेटिक अब म्युजिकल नियमकै आधारमा त सिकिनँ मैले, आफ्नै तरिकाले त गरेँ नि, कति गरेँ। झापा कहिले झऱ्यो? झापा त हाम्रो 45 सालमै हो झरेको। बाजेले पुरानो घर बनाउनु भएको छ 45 सालमै झापामा। अनि ताप्लेजुङमै हुर्क्यौ है तिमी? ताप्लेजुङमै हुर्केँ म। कसरी? अनि बुवाहरू चाहिँ तल अनि तिमी चाहिँ माथि? होइन, यस्तो भयो, हाम्रो आज ताप्लेजुङमा पुर्खौली घर पनि अझै छ नि। अनि पुर्खौली घर उता पनि अब यता पनि बाजे तलमाथि गर्नुहुने। कस्तो थियो भने टक्कै त्यो जाडोको सिजनमा झापा झर्ने, गर्मीको सिजनमा पहाड आउने क्या। हामी पनि तलमाथि पहाड तराई गरि नै राख्थ्यो। झापामा त लास्टै गर्मी हुन्छ नि त। गर्मी नै। मैले झापा पनि पढेँ, कति 3-4 क्लास चाहिँ पढेँ मैले। 3-4 क्लास बच्चैमा पो झरेर झापा पनि तिमी? अनि फेरि पछि माथि गएर ताप्लेजुङमै पढेँ। फेरि माथि नै फर्क्यो? होस्टल बसेर नि पढेको छु म ताप्लेजुङमा। अनि पछि +2 ताप्लेजुङदेखि नै गरेँ। अनि त्यतिकै आइगयो यतै काठमाडौँतिर आयो। घरमा को हुनुहुन्छ अहिले? घरमा बोजू, बुवा मात्रै? अनि दाजुभाइ, बुहारी, छोरी। ए भनेपछि भाइको बुहारी पनि हुनुहुन्छ? हुनुहुन्छ। भनेपछि साइलले चाहिँ बिहे कहिले गरे त? मेरो अब खै त जुर्नुपर्छ होला, गर्छु भनेर पनि हुँदैन। छोरी पनि मेरो त कति 2.5 वर्षको छ नि। तपाईँको? भाइको छोरी। भाइको चाहिँ मेरै छोरी भन्नु। आफ्नै दाजुभाइको एउटै त हो होइन? मम्मी चाहिँ हुनुहुन्न? आमा चाहिँ हुनुहुन्न, भर्खरै वैशाखमा 1 वर्ष पुग्छ होला होइन? कस्तो भयो भने चैतको 31 गतेको समय थियो, त्यो बेला बित्नु हुँदा। अनि भोलिपल्ट नयाँ साल थियो, वैशाख लाग्ने बेला थियो। अनि भनेपछि कति भयो अहिले, के महिना हो अहिले? अहिले चैत हो। फेरि चैतै भयो? अहिले चैत नै हो, आज चैतको 18 गते होला। ए अब चैतमा नेरी चैत 31 मा 1 वर्ष पुग्छ। चैत 31 मा 1 वर्ष। बजेदेखि सँगै हुनुहुन्थ्यो कि मम्मीसँग आमासँग हुनुहुन्थेन? हामीसँगै थिएन है? आमासँग हामी छुटेको लगभग 24 वर्ष भइसकेको थियो। त्यसपछि डाइरेक्ट 2-3 महिना अगाडि मैले एउटा भिडियो कलमा कुरा गरेको थिएँ। अनि त्यो स्क्रिनसट राखिरहेको थिएँ क्या। अब उहाँ यस्तो अँध्यारो ठाउँमा, बत्ती पनि नभएको ठाउँमा हुनुहुन्थ्यो। अनि त्यो पनि अरूले कन्ट्याक्ट गराइदिनु भएको थियो क्या, अरूको फोनमा, उहाँको कोही छिमेकी। अनि एउटा स्क्रिनसट गरेर राखेको थिएँ कि त्यो त्यति मात्रै छ। अनि त्यसको समयको 3 महिनापछि चाहिँ उहाँ बितेको खबर आयो क्या। फेरि त्यही नम्बरदेखि फोन आयो क्या। पछि आमाले कल गर्यो होला भने त अरू कोही बोलेर तेरो आमा बित्नुभयो, अब काजक्रिया गर्ने पैसाहरू पठाइदिए, यस्तो यस्तो यहाँको सिस्टमले छ भनेर भन्नुभयो। आमा चाहिँ बित्नुभएको इन्डियामा होइन? इन्डियामै हो, इन्डियाको सिलङ भन्ने ठाउँमा। सिलङ, यस यस। बच्चैदेखि नै छोडेर जानुभएको है आमाले? हामी जस्तै म 5 वर्षको थिएँ, भाइ 3.5 वर्ष त्यस्तै होला। 1.5 वर्षको फरक हो दाजुभाइ? त्यस्तै छौँ। अनि भाइलाई त अलिक थाहा पनि छैन आमा कस्तो हुनुहुन्थ्यो भनेर, थाहा पनि थिएन होला। बचपनको चाहिँ उसलाई याद छैन। मलाई चाहिँ फेरि अलिअलि हो कि यस्तो खालको, कता कता सपना बिपना यस्तो याद चाहिँ थियो। जस आमा र बुवाको माया बुवाले नै गर्नुभयो? बुवाले नै गर्नुभयो। बुवा पनि फेरि धेरै प्राय विदेशै धेरै रहनुभयो। म बोजूसँग हुर्केको, बोजू बाजेसँगै। बाजे बोजू नै आफ्नो आमा बाबु जस्तो लाग्छ होला है ममता? त्यो एउटा यस्तो हुँदो रहेछ कि, जस्तै त्यो बचपनमा जोसँग हुर्किन्छ नि, त्यही चिज मात्रै आफ्नो जस्तो लाग्ने रहेछ कि। एउटा त्यो हुर्काइमा त्यति फरक पर्ने रहेछ कोसँग हुर्किन्छ भन्ने कुरा। जस आमाको त्यति धेरै ममता नपाएपछि त्यस्तो धेरै वास्ता नि हुँदैन? वास्ता नि भएन, तर पनि अब उहाँ बित्नुभन्दा चाहिँ खालको दुःख लाग्यो। अब त पछि त अलिक बुझ्ने भइसकेपछि चाहिँ मेरो आमा हो भनेपछि थाहा भयो नि त। जस उता अनि तिमीले काजक्रिया गर्नको लागि, अन्तिम संस्कार गर्नको लागि जुन पैसाको अभाव छ भनेर फोन गर्यो भन्ने पनि तिमीले यहाँबाट पैसा पनि पठाइदियौ। त्यस्तो निम्न वर्गको अवस्था थिएछ त आमाको? उहाँहरू कस्तो रहेछ भने बिहान काम गर्ने, बेलुका खाइदिने, त्यही कोइला खानीमै गर्ने? कोइला खानीमै भन्ने कुरा बुझियो। त्यो पनि फेरि अलिकति बेसी जाँडक्सी पिउने भनौँ न। अनि अलि होस पनि नभएको, त्यस्तै खालको भइराख्ने प्राय। अनि नेपाल आउँछु चाहिँ भन्दैन, त्यो हुन्छ कसरी हुन्छ मिलाएर आउनुपर्छ भन्ने कुरा। अनि पछि मैले नेपाल कसरी आउने भनेर बुझ्दाखेरि डकुमेन्ट छ भन्ने कुराहरू पनि आयो।
अनि पछि डकुमेन्ट चाहिँ फेरि छैन रहेछ क्या मेरो आमाको। ए अनि त्यतिकै कसरी मिलाएर हुन्छ म ल्याउँछु भन्दा चाहिँ फेरि उहाँ बितिहाल्नु भयो कि। जस आमालाई ल्याएर सँगै अहिलेसम्म भेटेको चाहिँ छैन? छैन, भेटेको छैन। हामी जस्तै अब कति 24 वर्ष ठ्याक्कै भएको थियो भेट नभएको। 24 वर्षपछि म एउटा फोन कलमा बोलेको थिएँ। त्यो पनि फोन कलमा मात्रै भेट भयो, प्रत्यक्ष रूपमा त भेट भएन। भेट भएन। अनि त्यसपछि कुरा भयो, मैले एउटा स्क्रिनसट गरेर राखेको थिएँ फोटोको नाममा, त्यति मात्रै। फेरि फोटो आमाको कसरी हाम्रो घरमा रहेन भने चाहिँ बाजेले फोटोहरू सबै फालिदिनु भयो क्या। किनभने मेरो छोरालाई छोडेर जाने, अब के चिजको कमी थियो, मेरो एउटा छोरा एउटा बुहारी होइन, म लाउरे हुँ भन्ने एउटा घमण्ड बाजेको। बाजे चाहिँ लाउरे हुनुहुन्छ? इन्डियाको लाउरे हुनुहुन्थ्यो। अनि के चिजको कमी थियो मेरो छोरालाई छाडेर किन गएको भन्ने हिसाबले त्यो रिसाले बाजेले लुगा सुगा फोटो सोटो सबै जलाइदिनु भयो क्या। गएको मान्छे मरे बराबर। त्यहाँदेखि फर्केर आउनु भएन आमा पनि? त्यहाँदेखि आमा नि फर्केर आउनु भएन। अनि त्यही हो 24 वर्षपछि एकचोटि कल भयो। अनि त्यसको 3 महिनापछि त उहाँ बितेको खबर आयो। अनि सकिनेको। त्यसपछि त आमाको नाम निशाना? मैले त्यो भाषा नै बुझिनँ क्या, उतादेखि कल गर्नुभएको थियो। अनि मैले त्यो भाषा नबुझेर मेरो ठुलो मम्मी, साइली मम्मी भन्न, तुम्मा भन्छ हाम्रो भाषामा, उहाँको छोरा मेरो त्यो जेठा दाइले चाहिँ बुझाउनु भएको थियो क्या यस्तो भनेर। उहाँले चाहिँ हिन्दी बुझ्नु हुने रहेछ। हिन्दी हो कि के भाषा हो त्यो बुझिनँ मैले। आसामी भाषै होला। आसामतिर शिलाङ म हिन्दी पनि बुझ्दिनँ खासमा। अनि हिन्दी बोल्यो या के बोल्यो मलाई थाहा नै भएन। जे होस् आमा बित्यो भन्ने खबर चाहिँ बुझ्यौ? त्यो चाहिँ बुझेँ। त्यो अनि अरूले यस्तो यस्तो अरे भनेर भन्नुभयो क्या। अनि उहाँले मसँग कुरा गर्नुभयो, के भन्यो मैले बुझिनँ। अनि दाइलाई भने, दाइ के भनेको उहाँले, उता सम्पर्क गर्नु त भनेर। दाइले चाहिँ यो भन्दैछ, यस्तो यस्तो भनेको भनेर बुझाउनु भयो। त्यसपछि दाइकै माध्यमबाट पैसा नि पठाएँ। यहाँदेखि नेपालदेखि इन्डिया पठाउनु फेरि गाह्रो रहेछ। गाह्रो छैन, कस्तो धेरै गाह्रो छ नि। सिस्टमदेखि के मिलाएर पठाइदिनु भयो धरानदेखि। मैले धरानमा दाइको अकाउन्टमा पैसा हालिदिएँ। त्यो के मिलाएर कसरी चिनजानको हुन्छ नि। जस्तै अब पशुपति नगरतिर उता दार्जिलिङतिर हुने मान्छेहरूलाई, जस्तै सिलगढीतिर भएको आफ्नो आफन्तहरू त हुनुहुन्छ नि त, उनीहरूलाई हालिदिइराख है, म पछि पैसा दिन्छु भनेर चाहिँ उता इन्डियाबाट इन्डिया चाहिँ पठाउनु पाइयो होइन। तर नेपालबाट चाहिँ इन्डिया पठाउनु चाहिँ त्यसरी सोर्स नै खुलाउनु पर्छ। त्यसरी गर्नु पर्छ, नत्र त डाइरेक्टली पठाउनु मिल्दैन। मेरो दाइ चाहिँ फेरि उता हुनुहुन्थ्यो क्या, ठिकै अहिले के अरे के पशुपति के भन्नुभयो नि, दार्जिलिङ त्यहाँ पशुपति नगर उहाँले पनि मिलाएर के गरेर पठाउनु भयो जस्तो लाग्छ। त्यहाँ भइसकेपछि त मिल्छ फेरि। पशुपति नगरदेखि त त्यहाँदेखि त इन्डियाको एक्सचेन्ज भएर पनि त्यहाँदेखि त पठाउनु मिलिहाल्छ। जस्तै त बोर्डरै भयो नि त इन्डिया र नेपाल। ठिक छ। अब आमाको माया नपाए पनि बुवाको माया नपाए पनि बुवाको त पाउनु भएको छ नि त, पाएको छ। बुवा अलि पछि नै आउनु भएको फेरि। हामी कति वर्ष हुँदा आउनुभयो? 17-18 वर्ष भने जस्तो बुवाको पनि माया पाएनौ नि तिमीले? बुवा अब विदेशतिर होइन। तर आउने जाने क्रम भइरहेको थियो, त्यही भएर बुवासँग 2-3 महिनाको छुट्टीमा आउनुहुन्थ्यो होला होइन। अलिकति क्लोज नै भयौँ बुवासँग चाहिँ, आउने जाने गरिराख्नुहुन्थ्यो। आमा चाहिँ एकचोटि गएपछि कहिले फर्केर आउनु भएन होइन। जस्तो त्यति आए पनि बुवा र बुवासँग भन्दा नि बाजे बोजूसँग चाहिँ तिमी धेरै घुलमिल रहेछ भन्ने कुरो एउटा बाजे बोजू पनि फेरि अब पछि कस्तोरी बित्नु भयो भने 3 वर्षको समयमा बित्नु भयो क्या। पहिला बोजू बित्नु भयो। अनि बोजू बितेको समय फेरि कस्तो थियो भने एउटा हाम्रो पूर्व ताप्लेजुङमा थियो क्या, हामी बाजे झापा हुनुहुन्थ्यो। अनि त्यो लिम्बुवान भन्ने एउटा पार्टी थियो, अझै पनि पूर्वतिर छ, लिम्बुवान छ पूर्वतिर। उहाँहरूको लिम्बुवानको बन्द भन्ने खालको हामीले बच्चामा सुनेको थियो क्या। अनि त्यो गाडीहरू पनि थिएन, कस्तो दुःख गरेर प्राइभेट एउटा एम्बुलेन्स पनि होइन क्या, एउटा सानो के एउटा ट्याक्सी केही त्यस्तै एउटा के बुलेरो सुलेरो के खोजेर पर्सनल गाडीमा पठाएको क्या बोजूलाई उपचारका लागि। अनि बाटो बन्द थियो फेरि त्यो बेला त अफ रोड पनि थियो नि त ताप्लेजुङ त, फिदिमसम्म मात्रै पिच रोड थियो होला। अनि फिदिम नपुगी त पिच बाटोले नभेट्ने यता। अनि सल्लेरी भन्ने ठाउँ 5 थरको। अनि त्यहाँ पुग्दा बोजू बित्नुभयो। अनि उतै गाडीमा लाँदै बित्नुभयो। झापा गएपछि झापामै सुधाइ भयो उहाँको। त्यसको 3 वर्षपछि बाजे पनि बितिहाल्नु भयो फेरि। अनि त्यसपछि चाहिँ अलिकति 2-3 वर्ष चाहिँ भाइ र म एक्लै बस्यो। अनि पछि बुवा आउनुभयो। अनि अहिले फेरि अर्को बोजू पनि हुनुहुन्छ, कान्छी बोजू भनौँ न। अब बाजेको दुईटा श्रीमती भनेपछि पहिल्यै तिमीहरू बच्चा हुँदै नै बाजेले 2टा श्रीमती ल्याउनु भएको थियो कि पछि? टोटली त 3टा हो। 3टा बाजेको। तर सन्तान चाहिँ कोहीपट्टि पनि थिएन।
सन्तान चाहिँ हामी जेठीपट्टि मात्रै थियो। ए अनि बाजे अनि हाम्रो आफ्नै बोजूपट्टि मात्रै एक भाइ र मेरो फुपूहरू 2 जना हुन्छ, 2 बहिनी 1 भाइ। अनि चाहिँ कस्तो माइली बोजू चाहिँ कस्तो हो भने उहाँले पल्टनमै हजुर आफ्नो नम्बरी भन्छ नि, ठ्याक्कै नम्बरी चाहिँ बितेपछि उहाँको श्रीमती एक्लै भएपछि चाहिँ मायाले एक्लै भयौ तिमी भनेर ल्याएको अरे भन्नुहुन्थ्यो क्या। अनि त्यही भएर जेठी बोजूसँग मिल्नुहुन्थ्यो, उहाँको सन्तान पनि थिएन, पल्टनदेखि नै ल्याएर आउनुभयो। अनि पछि 2 जना बोजूहरू बितिसकेपछि फेरि अर्को बोजू पनि ल्याउनु भएको थियो कि। अहिलेको चाहिँ राई हो मेरो बोजू, आफूले जुनकै हुनुहुन्छ। अनि अहिले उहाँ चाहिँ त्यतिकै हुनुहुन्छ। उहाँ चाहिँ हुनुहुन्छ, बाजे त बितिसक्नुभयो। बाजे बोजू ल्याएको 3-4 महिनामै बाजे बितिहाल्नुभयो। ए 3-4 महिनामै छोटो समय। अहिले अनि त्यही बोजू हुनुहुन्छ घरमा चाहिँ। ए बोजू, भाइहरू, बुहारीहरू, छोरीहरू होइन। तिमी चाहिँ बिहे नगर्ने? अब बिहे चाहिँ छिट्टै गरौँ भन्ने हो प्लान चाहिँ, किनभने हाम्रो नेपालीहरूको यस्तो आयु जोड्छु क्या। 60-70 त बाँचिन्छ जस्तो लाग्छ। अनि अब 2-4वटा हाम्रै सर्कलको घटनाले गर्दाखेरि चाहिँ त्यो पनि बाँचिँदैन जस्तो लाग्छ होला। कहिलेकाहीँ त मन पनि मर्छ, तर म्याक्सिमम नेपालीको अब अहिले भइराखेको आयु चाहिँ 59-70 त्यस्तै हो। 59-60 औसत आयु नै 58-59 होला लगभग नेपालीको होला। अनि त्यो आयुलाई यसो हिसाब गर्छु कहिलेकाहीँ, अनि दिमागमा के आउँछ भने अब म त अब यति वर्ष पुगेँ, यो 70 को आधी पुग्दा त बिहे हुनुपर्छ भन्ने हो क्या मेरो। नत्र बच्चा बच्ची भोलि टुरै छोडेर जानुपर्ने रहेछ खालको लाग्छ कि होइन। बच्चा बच्ची त एउटा ठाउँमा पुग्ने नपुगी नहुर्कै पो मरिने रहेछ खालको के त्यो। सो त्यो नेपालीको आयुलाई क्यालकुलेसन गर्छु। अनि मैले जस 35 को आधी पुग्दा चाहिँ बिहे गर्नुपर्छ, म मर्दा मेरो छोराछोरी 35 को होस् खालको। किन हो त्यति साह्रो ढिलो चाहिँ यार? छिटै गर्नु पर्यो क्या बिहे। अब ठ्याक्कै यो गर्छु भनेर नहुने रहेछ क्या बिहे भन्ने चाहिँ, जुर्नुपर्ने रहेछ। खै पहिला गर्छु जस्तो लाग्थ्यो, खै भएन होइन। कसैलाई गर्छु जस्तो लागेको थियो त्यो बेला, भएन। अब अहिले त्यस्तो अहिले अलिक गरौँ जस्तो पनि लाग्दैन, तर होइन गर्नुपर्छ भन्ने आवश्यकता होइन। बालबच्चा छिटै जन्माउनु भयो भने चाहिँ राम्रो हुन्छ। फेरि राजधानीको जस्तो अब त्यो उमेरमा भएर त अब हेर त अहिले होइन, छिटै गर्नु क्या। जोस् पछि छोराछोरी जो भयो भने हुर्किँदाखेरि दाजुबहिनी जस्तो देखिने खालको चाहिँ बनाउनुपर्छ क्या। म 35 त कटाउँदिनँ अहिले लपरिरहेछ भनेपछि। अहिले 30 त पुगेँ, 5 वर्ष पर्खौँ न। 5 वर्ष चाहिँ काट्दैन नै भन्ने हो प्लान होइन। हेरौँ लपरिरह होला नि त, जोस् कोही मान्छे होला नि त। अहिले त छैन नि, छैन छैन साँच्ची नै। अहिले चाहिँ फेरि माया प्रेममा भन्दा नि अर्कै कुरातिर अलिक बिजी हुन थाल्यो क्या यो। किनभने बेसी गर्लफ्रेन्ड भनेको चाहिँ 18-19-20 तिर थियो मेरो चाहिँ, टिनेज उमेरमा। त्यो उमेर फेरि रहर पनि लाग्ने रहेछ कि। अहिले रहर पनि खासै हराउँदै जाने रहेछ। अझै धोका पाउँदै जानुपर्छ, रहर आफै हराउँदै जान्छ। मायाको कुरा एक दिनमा ल्याउँछु कि म। हामी राइनीलाई लाने सल्लाहको पछाडि थियौँ होइन। हाम्रो एरन भाइ र एलिसा राईजीले खेल्नु भएको छ भिडियो, एकदमै राम्रो। शुभम चामलिङको डिरेक्सन होइन, साहिल लिम्बूको। अब त्यसमा लिरिक्स चाहिँ हाम्रो विजय मगरको है, विजय मगरले लेख्नु भएको। कस्तो छ भने मैले अस्ति विजय मगरलाई जिस्काएको थिएँ, ऊ पनि एउटा मसँग हरेक कुरामा जोडिएको छ। कहिले मेरो गीतको डिरेक्टर बन्छ, कहिले उसले लेखेको गीतको कहिले मेरो सङ्गीतको ऊ राइटर बन्छ होइन, कहिले शब्दकार बनिन्छ, कहिले गायक पनि बन्छ, गायक पनि बनेको छ अहिले। त्यो गरेको छ। अनि त्यो मान्छे जे मान्छे जोडियो क्या मसँग गीत सङ्गीतको कुरामा। गीत सङ्गीत मात्रै होइन, हरेक चिजमा जोडिएको जस्तो लाग्छ हरेक होइन। जस्तो हरेक कुरामा जोडिएको छ। प्राय पूर्व मैले 4 साल होला पुरै हामी बाइकमै गयौँ पूर्व। मेरै बाइक लगेको क्या त्यतिखेर। त्यो 4-5 वटा प्रोग्राम पूर्वको सँगसँगै गरौँ गएर। गाडीमा हिँड्नु अब प्लेनमा हिँड्नु भन्दा घुम्दै जाउँ न भनेर। तर म काबु भए बाइकमा अब जाँदैन पछाडि हामी दुईटै काबु, जिउहरू दुख्दैन थियो। कोही के को त्यो बस्नै नहुने गरी चाकहरू दुख्ने। अनि काबु भए अब चाहिँ हिँड्दिनँ बाइकमा त्यति टाढाको बाटो चाहिँ। अब हङकङ जाने कुरा पनि थियो तिम्रो। अब हङकङ हाम्रो केही प्राविधिक कुराहरूले
प्रोग्राम सरेको छ अलिकति केही ढिला भएर सरिरहेको छ प्रोग्राम। के टिकट सिकेट नपाएको कारणले हो, मतलब भिजा नलागेको होइन कारणले? भिजा नलागेको कारण नै हो। तिम्रो त लागेको होला नि त? छैन होला, ए सबैजनाकै जाने जति पनि हुनुहुन्छ सबैको नलागेको भन्ने कुरा आयो उहाँहरूबाट। भनेपछि प्रोग्राम सर्ने भयो? सर्ने भयो। ठिकै छ, अब सरे पनि हुन्छ नि त, आउँछ नि त, त्यहाँ फिक्स नै हो आखिरमा जाने। हाम्रो एउटा स्पेसल कार्यक्रम थियो क्या, हाम्रो सृजङ्गा साँझ भन्ने चाहिँ। हाम्रो सृजङ्गा भन्ने चाहिँ हाम्रो लिपि लेखक हो क्या। सृजङ्गा भनेको मैले पनि त्यो लिम्बू भाषालाई ट्रान्सलेट गर्दाखेरि चाहिँ सृजङ्गा लिपिबाटै मैले पनि ट्रान्सलेट गर्थेँ क्या एडिट गर्दा। तर फेरि कति अब अहिले पछि आएर फेरि किराँत लिपि पनि भन्न थाले। अब यो नामदिङ्गो कि के पनि भन्दो रहेछ होइन? त्यो त भन्दैन, नामदिङ्गो पनि छ नि। त्यो कस्तो छ भने तिमीहरूको त्यो सृजङ्गा चाहिँ उयो भइगयो होइन, तर ट्रान्सलेट गर्दाखेरि नामदिङ्गोबाट पनि सेम हुन्छ क्या। तिमीहरूको लिम्बू भाषाको सबै नामदिङ्गो भन्ने एउटा फन्ट्स छ, त्यहाँबाट पनि लेख्नु मिल्छ क्या। त्यो चाहिँ अब पछि बनाएको होला मान्छेहरूले, नामदिङ्गो भन्ने छ, तर तिमीहरूको भाषामा त्यो के भन्छ त्यो चाहिँ थाहा छैन। हामीले सुनिआएको चाहिँ सृजङ्गा लिपि भनेर सुनेको हाम्रो पुर्खाहरूले भन्दाखेरि, अब पछि किराँत लिपि भन्ने पनि कतिबाट आयो यो कुरामा पनि अलिक त्यति धेरै विज्ञ छैन। म चाहिँ सृजङ्गा लिपि नै हुन्छु। सृजङ्गा लिपि नै अथुरै त्यो चाहिँ अलिकति ट्रस्टेडवाला पनि होला नि त होइन तिमीहरूको उयसमा? हाम्रो सृजङ्गा साँझ भन्ने एउटा कार्यक्रम थियो। अर्को सुँगुरको मासु साँझ होइन? अर्को चाहिँ सुँगुरको मासु साँझ भन्ने थियो। भनेपछि साइली लिम्बूले सुँगुरको मासु भन्ने शब्द जसरी निकाल्यो नि, कसरी आयो क्या त्यो सुँगुरको मासु? त अब लिम्बू कल्चर, राई कल्चर, परम्परामा त अब बिहेबारीदेखि लिएर सबै कुरामा चल्ने चिज त सुँगुर नै हो फेरि तिमीहरूको होइन? संस्कृति आफूले जोगाएको जस्तो लाग्छ, पहिचानको आवाज उठाएको जस्तो लाग्छ मलाई त लाग्छ। मेरो प्रत्येक गीत सङ्गीतले त त्यही सन्देश दिन्छ। सुँगुरकै मासुले हिट भएको साइली लिम्बू भनेर चिन्दा कसो होला? प्राय कतिले सिङ्गर मै हो भनेर चिन्नुहुन्न, फेरि कतिले अरू सिङ्गर पनि सोचिराखेको हुँदो रहेछ। कुनै इन्सिडेन्ट पनि तिमीले सुनाएको थिए कति। अनि अझै गायिका राम्ररी चिन्दैन, गीत चाहिँ प्रायः सुनि नै राखेको हुन्छ, प्रायः सबैले सुन्नै भएको छ क्या त्यो। अनि त्यो गीत मैले आजभन्दा लगभग 10 वर्ष पहिले नै लेखिसकेको थिएँ क्या त्यो, त्यतिखेर नै। अनि तर कस्तो भयो भने त्यो बेला म भोइस अफ नेपालमा आएको थिइनँ, म झापामा बस्थेँ, झापामा थिएँ। अनि पछि भोइसमा आइसकेपछि चाहिँ अब अलिकति ठाउँहरू पनि त थिएन नि त, एरेन्जरकोलाई एरेन्जमेन्ट गर्न लाउने होइन। अब त्यही म्युजिक प्रोग्रामिङहरूको कुराहरूमा अलिकति आँट नआएर के पूर्वमै गर्नु चाहिँ काठमाडौँ नै गएर गर्छु, पैसा नभएको काठमाडौँ आउने, अब कोही आफन्त नभएको खर्च लाग्ने, होटलमा बस्नु पर्ने होइन। म सेकेन्ड रेकर्डिङको बेला बुवासँग काठमाडौँ आएको थिएँ कि, त्यो बेला एकदम हाम्रो अलिक खर्च बेसी भयो जस्तो लाग्यो, होटलमा बस्ने, आफन्त यताउता कोही नभएपछि आफन्तै भयो नि बस्नु अप्ठ्यारो हुन्छ नि त काठमाडौँ, एक दुई दिन पो हुन्छ, त्यसपछि त गाह्रो हुन्छ। अनि एरेन्जरले ढाँटेको गरिदिने, म्युजिक अरेन्जमेन्ट टाइममा नगरिदिने होइन। अब अहिले त्यो दाइ पनि एकदम नजिक क्लोज नै हुनुहुन्छ, तर मैले त्यो घटना भनेको छुइनँ उहाँलाई। उहाँले 1 हप्ता फोन अफ गरिदिनु भयो क्या, भोलि सक्छु भनेर। तिमीहरू काठमाडौँ आएको थियो? मेरो सेकेन्ड रेकर्डिङको बेला। अनि 1 हप्ता फोन अफ गर्नुभयो क्या। हाम्रै नजिकै दाइ हुनुहुन्छ, कहिले अहिले चाहिँ काम चाहिँ गरिरहेको छैन, चिन्छ सबैले, एकदम सर्वोत्कृष्ट एरेन्जर नै भन्छु, पपुलर लिजेन्ड। मैले थाहा पाइसकेँ तर नाम नखोला। उहाँले 1 हप्तादेखि फोन अफ गरिदिनु भयो क्या, होटलमा बसेको के हो रेस्पोन्स पनि आउँदैन, फोन अफ होइन। खर्च त माथि उठेकै होटलको खर्च बढेकै 1 हप्तापछि बल्ल फोन लाग्यो। अनि हुन्छ म सक्दिहाल्छु भनेपछि सक्नुभयो। अनि मैले अकस्टिक भन्ने उयो नक्सालको स्टुडियोमा रेकर्ड गरेको थिएँ क्या मैले, सेकेन्ड गीत रेकर्डिङ। अनि त्योहरू सम्झेर अलिकति बेसी काठमाडौँ जाने आउने खर्च, अब चिनजान कोही सर्कल नभएको, त्यही भएर मैले सुँगुरको मासु त्यो समयमा रेकर्डिङ गर्न सकिनँ। अब त्यो जुन बेला जुरेको हुन्छ त्यही भन्ने नै होला। अनि पछि भोइसमा आइसकेँ, भोइसमा आएपछि मैले अरू थुप्रै गीतहरू गरेँ। अनि त्यो सुँगुरको मासुमा पल्किने भन्ने गीत चाहिँ अब ठ्याक्कै गर्छु भनेर मैले ट्राई गरेँ कि, थुप्रैले यस्तो शब्द हुँदैन नगर भन क्या। सुरुमा त सबैले त्यसै भन्थ्यो नि, त्यसै भन्यो। अनि अलिक रोकिए पनि पछि होइन जेसुकै होस्, यो मेरो पिता पुर्खाले अब घरको मूल देवतालाई नै चढाउने मासु हो, मैले के हुन्छ होइन र, मेरो संस्कृतिमा त छ नि त। अनि मैले गर्नै पर्छ भन्ने भयो। अब मेरो बाउ बाजेले त अझै पनि सुँगुर काट्दाखेरि पनि घरको मूल अब देवतालाई चढाएर पिता सिताहरू कलेजो सलेजो अनि चढाउँछ।
सुँगुर मार्नु पर्यो भने नै एउटा पूजै गरेर फेदाङमा पुजारी ल्याएर पूजा गरेर मात्रै सुँगुर मार्थ्यो क्या हाम्रो घरमा चाहिँ पहिला। अनि अब त्यो सुँगुरसँग इतिहास नजोडिएको अरू समुदायलाई त थाहा नहुन नि सक्छ, तर मेरो लागि त त्यो किनभने अमूल्य चिजै हो, हाम्रो पिता पुर्खाले जुन चढाइ आएको चिज नै हो त्यो मासु त होइन। अनि त्यो भएर गर्नुपर्छ भने म आफ्नै ढिटले अनि सुरुमा विषमलाई सुनाएँ क्या मैले गएँ अनि हेट हुँदैन यो शब्द त भनेको सुरुमा गर्न घर अब पैसा पाइहाल्छ जस्तोतिर गर्ने काम हो भने अल्छी लाग्दै गर उसले। पार्ट 1 गरेको पार्ट 2 पछि त्यो 2टा भर्जन छ क्या, प्रायः तर एउटै गीत भन्ने मात्रै बुझिरहेको छ कि मान्छेले। पार्ट 1 त सुरुमा त्यति धेरै नोटिस भएको थिएन नि त। नोटिस भएको थिएन, पार्ट 2 देखि नोटिस भएको थियो गीत। अनि गरियो पछि टिकटक बन्यो, कति 30-40 हजार टिकटक बन्यो होला त्यो एउटै लाइनमा। अनि पार्ट 2 गरौँ भन्ने हो क्या अब। अनि पार्ट 2 गरियो, पार्ट 2 चाहिँ फेरि नसोचेको खालको त्यो माया पायो। अनि त्यहाँदेखि चाहिँ पछि विषमलाई छोडिदिएँ, यता देवेश दालाई एरेन्ज गराएँ। अनि निकै मेहनत गर्यो देवेश दाले पनि। देवेश राईज्यूले राम्रो मेहनत, टुमा त झन् राम्रो गर्नुभएको छ। अनि त्यसपछि गऱ्यौँ, त्यो पनि हिटै भयो। अनि 2 चाहिँ राम्रो हिट भयो। 2 देखि चाहिँ सुँगुरको मासु गीत छ भन्ने थाहा भयो। अब त्यहाँनिर हाम्रो पार्ट 1 मा एकदम हाम्रो लिजेन्ड, म त गर्व गर्छु, धेरेन साक्य हुनुहुन्छ। अनि फिमेल आर्टिस्ट म त छ्यामा हुन्छु, मेरो सम्बन्धित आमाको सम्बन्धले उहाँहरू छ्यामा हुन्छु। अनि आमा खालहरू भनौँ न। अनि उहाँ हुनुहुन्छ। अनि पार्ट 2 मा फेरि यता डोना थापा अनि छ्यामा नै हुनुहुन्छ, सुहाङमा आङबाङ, विपन आङबाङ। मैले दुईवटा नाम लेख्नुभयो, पछि के हो त्यो चाहिँ बुझिनँ। अब पार्ट 2 त तपाईँ हामी त जोडियो त। पार्ट 2 मा क्यामेरामा तपाईँ हुनुहुन्थ्यो, डिरेक्टर विजय मगर थियो। पार्ट 2 त बबालाई गरेको जस्तो लाग्छ हामीले सुटिङ पनि। त्यतिखेर सुटिङमा धेरै तिता मिठा छेडहरू त छन्, छेडहरू पनि छन् त। तर त्यो कुरा नगरे पनि जे पनि त्यो दुःख त्यस्तो खालको त्यो जुन खालको हामीले परिस्थिति भोग्यौँ नि, त्यसले गर्दा नि राम्रो त राम्रो भयो नि त। प्रोड्युसरको अलिकति दबाब पनि थियो, त्यो एउटा तनाव थियो। तर अनि अर्को गायिकाको पनि अलिक दबाब थियो त्यहाँ। गायिकाले पनि लिपसिङ गर्नु बोलाउँदा आउँदिनँ भन्ने टाइपको कुराहरू गर्नुभयो। अलिक दुःख चाहिँ लागेको थियो त्यो समय। र त्यसरी अब सबैको माया पाउनु रहेछ क्या त्यो गीत, त्यही भएर खुसी नै लाग्यो। पछि जतैबाट पनि ठक्कर खाँदै आएको गीत हो नि त होइन। भिडियो बनेको छ, हामीले गायिका पनि चेन्ज गर्नु आँटेको, फेरि पछि होस् हुँदैन। जुन हामीले अर्को गायिका सेलेक्ट गरेको थियो उहाँलाई सुहाउँदैन उहाँको भोकलमा भन्ने भएर है मैले फेरि उहाँलाई नै राखिछोडेँ क्या। जुन पहिला जसले भोकल गरेको थियो त्यही मान्छे, सम्झना योङाङ। पूर्व प्रेमिका होइन, प्रेमिका त होला, होइन प्रेमिका त कहाँ होइन, थियो होला त्यो भन्न नि त। अब होइन त्यस्तो त थिएन त। अब होइन यस्तो क्या, सम्झनासँग तिमीले यति धेरै, लगभग सम्झनाको अरू गीतहरू पनि थियो होला होइन, तर सम्झनाको यति धेरै गीतहरू तिमीले सम्झनासँग गऱ्यौ कि लगभग कुनै समय चाहिँ सम्झना र साहिलको चाहिँ एउटा जोडी क्या, दुईजना बिना अधुरो हुने खालको भोइसहरू भइसकेको थियो क्या गीतहरू हाम्रो। अब यस्तो थियो, ऊ पनि अलिक अभागी नै रहेछ जस्तो लाग्यो, किनभने उसको मलाई त्यो टोन मन परेर, क्वालिटी मन परेर मैले धेरै गीत उसलाई गराएँ क्या त्यो बेला। अनि हाम्रो 22+ गीत छ अहिले गर्दाखेरि पनि, दुईजनाको मात्रै, दुईजनाको दुईट सङ मात्रै। तर खालि सुँगुरको मासु भन्ने मात्रै क्लिक भइदियो। 22वटामा सुँगुरको मासु मात्रै क्लिक भयो होइन। त्यो सबै कुरा त्यही जुर्नु पर्ने रहेछ। त्यो पनि उहाँले मेरो भोकल हटाइदिनु भन्दै थियो क्या, सम्झनाले नै त्यो समय। अनि मैले जबरजस्ती राखिदिएँ क्या उसकै भोकल। होइन, तिमीले माया गर्थ्यौ होला उसलाई। होइन, मलाई किनभने उसको आवाज चाहिँ मन परेको, माया त थियो नै। अब राम्रो गीत गाउने गायिका, माया त त्यसै लागि नै हाल्छ नि। अनि होइन बिचमा होइन सम्बन्धहरू गाई कता सुनिन्थ्यो होइन, जे जस्तो भए पनि अब मन पराउनु पाइयो, माया गर्नु पाइयो, रिलेसनमा बस्नु पाइयो, जे गर्न पनि पाइन्छ। यो स्वतन्त्र छ नि त अहिले, त्यसैको लागि त गणतन्त्र लोकतन्त्र आएको हो होइन। त्यो हुँदाखेरि सम्झनासँगको विषय मैले किन जोडी पनि हालेँ भन्दाखेरि अब सुँगुरको मासुको 2 को पार्ट त्यो सुटिङमा तपाईँ नै हुनुहुन्थ्यो थाहा छ त। गायिका लिपसिङको लागि आउनु मानेको थिएन, आयो तर तिमीसँग बोलचाल थिएन हो त्यतिखेर।
थियो बोलचाल त थियो तर मैले बोलाउँदा नआएको भरे डिरेक्टर साहबले कसरी विजय महरले बोलाउनु भयो आउनु क्या उहाँले चाहिँ मेरो भोकल हटाइदिनु त्यो गीत गाउँदिनँ भन्ने टाइपको तर उसलाई थाहा थिएन रहेछ कि त्यही गीत उसको लागि चाहिँ प्लस पोइन्ट अहिले जति पनि स्टेज पाउनुहुन्छ तर अहिले फिल गर्नुहुन्छ होला उहाँले म त एकदमै खुसी नै छु यस मैले जबरजस्ती उहाँको आवाज राखी छोडेँ उहाँलाई पनि राम्रै भयो जस्तो लाग्छ राम्रो हुनु पनि पर्छ भेट्दाखेरि बोलचाल हुन्छ कि हुँदैन भइहाल्छ नि होइन इन्सिडेन्टहरू धेरै सुनेको छ क्या साहिल लिम्बू चाहिँ के भन्छ सम्झनाले होइन गाउँमा बजारमा यताउता साथीभाइले सुनाएको अज्ञात स्रोतबाट सुनेको कुराहरू गर्दाखेरि चाहिँ सम्झनाले छोडेपछि चाहिँ साहिल लिम्बू बौलाएर रक्सी खान थाल्यो अरे हो त्यो त मान्छेले भन्नु त जे भन्दैन त्यस्तो कहाँ हुन्छ भएन त्यो त होइन रक्सी त त्यसै पनि खाइन्छ नि कसैले धोका दिनुपर्छ हामीले मतवालीको छोरो म त खाइदिन्छु तर ठिक टाइममा खान्छु एउटा लिमिटमा खान्छु तर रक्सीको इन्सिडेन्टमा एकचोटि तिमीहरू जेल पनि परेको छौ है हो को थियो त्यतिखेर साँच्चै दिप्सन लिम्बू भागो भन्ने कुरा सुनेको थियो मैले त्यो बेला दिप्सन लिम्बू भन्ने एउटा दाइ थियो ऊ भाग्यो हाम्रो प्रहरी साथीहरूले लट्ठी चार्ज हान्दै थियो भाग्नेलाई चाहिँ त्यो ठ्याङ ठ्याङ यतापट्टि त्यो फर्किने गरी हान्यो उता भित्र कहाँ छिरेको ऊ यही पुलमा होइन अनि त्यहाँदेखि लास्ट टाइम विजय महर मात्रै भयो क्या शुभम चामलिङ अहिले राइनीलाई लाने सल्लाहको डिरेक्टर ऊ अनि विक्रम राई उहाँ अब हुनुहुन्न होइन अनि उहाँहरू यतापट्टि भाग्नुभयो क्या यता साइडमा पुलबारीपट्टि दिप्सन चाहिँ पारिपट्टि भाग्यो अनि म मात्रै रहेँ अब के गल्ती गरेछ र हामीले भर्खर सुटिङ सकेर आएको बेलुका बाटोमा अब दोकानमा थिएन अब बाटोमा बसेर एकछिन खाउँ त भनेर होइन दोकान बसेर खाने अवस्थै थिएन नि त पुलमा बसेर खाइदिएको पुलिसको भ्यान सुई आयो गफ गर्दै खाँदै थियौँ अनि केही गरेको छैन अब म त भागिनँ अनि लास्टमा यहाँनिर विजयमा पनि भाग्नु खोज्दै थियो यसरी च्याप्पै समय हाल्यो अनि म चाहिँ चुपचाप चढेँ के गरेछु र मैले भनेर चढ्यो अनि त्यहाँदेखि विजयमा लग्यो अनि विक्रमले ओइ कहाँ चाहिँ तिमीहरू अनि हामी कुन चौकीमा जाने हो भने मैले अनि 3 कुने भने हाम्रो पछि पछ्याउँदै विक्रम दास दुइटै आयो अनि त्यहाँ ठानामा अलिकति नराम्रै घटनाहरू भयो गर्नुभयो उहाँले आएर जोस् तिमीहरूलाई त्यहाँनिर विक्रम दाइ अलिक फर्काउने ओइ मेरो भाइहरू छोड भन्ने टाइपको अलिकति साथीभाइलाई चाहिँ एकदमै सपोर्ट गर्न खोज्ने खालकै हुनुहुन्थ्यो नि त विक्रम दाइ त्यो हुँदाखेरि त्यहाँ आएर अब मलाई चिन्या छस् टाइपको उहाँले भन्नुभयो अरे मेरो भाइहरू छोड्दै किन ल्याएको के गल्ती गरेछ भन्ने टाइपको अनि पछि त्यसपछि छोड्थ्यो त्योभन्दा अगाडि छोड्थ्यो तिमीहरूलाई छोड्थ्यो होला छोड्दैन थियो कहाँ छोड्थ्यो रातभरि त राख्थ्यो एक रात त राखि नै हाल्थ्यो नि मापासे भनेर त्यसपछि चारैजनालाई समातेर राखिहाल्यो पछाडि पछ्याउँदै आउने पनि अनि भोलिपल्ट फेरि निक्ल्यो भोलिपल्ट नि बेलुका निस्क्यो एकचोटि कस्तो आश हुँदो रहेछ क्या जस्तै कि त्यहाँनिर सबभन्दा पहिला त अब तपाईँ पनि त आउनु भएको थियो नि तपाईँ कति आउने नै मैले 10 बजे कति बजी आउनु होइन 10-11 बजे आएको क्या त्यतिखेर फोन आयो होइन जेलबाट चाहिँ हाम्रो साथी अब अर्जुनलाई फोन आएछ उता प्रहरीले गर्नुभयो यस्तो क्या फेरि त्यहाँभित्र होइन तेरो आफन्तको फोन नम्बर दियो भनेर भन्दा कसैलाई नै आफ्नो आफन्तको फोन नम्बर थाहा नभएको अनि त्यही त अनि फेरि एकचोटि मलाई एकजना व्यक्तिको फोन नम्बर थाहा थियो तर उहाँकोमा फोन रिसिभ भएन त्यतिखेर होइन अनि लास्टमा हाम्रो अर्जुन खड्का भन्ने साथीकोमा फोन हानेको विजय मैले घोक्यो एकछिन सोच्यो अनि लास्टमा त्यो एउटा नम्बर थाहा रहेछ क्या मेरो पनि विक्रम दालाई त भाउजूको नम्बर छ नि थाहा नभएको अनि म पुगेँ अनि शुभम चामलिङलाई पनि कसैको नम्बर थाहा छैन मलाई पनि कसैको पनि थाहा एउटा नम्बर थाहा थियो अनि त्यो नम्बरमा फोन उठेन अनि आफन्तको नम्बर दिनु आफन्त बोलाउनु यहाँ उ गरेर जानु भने कि अब मापासेलाई त छोडिदिँदा हाल्ने हो अनि आफन्तको नम्बर थाहा नभएको नि र मापासे भन्दा नि अलिकति धेरै त थाहा थिएन होला होइन भर्खर सुरुवात गर्दै थियो होला तिमीहरू छुट्टिने बेला जस्तै अब कोही कपनतिर बस्ने कोही त्यहीँ बस्ने कोही माथि चन्द्रगिरीतिर बस्ने भएपछि अब सुटिङ सकेर एकछिन बसेको थियो होला गफ गर्दै होइन त्यही बेला झ्याप्चु धेरै त थिएन क्या भर्खर सुरुवात मात्रै गर्दै थियौँ बियरको बोतलै बोकेर बाटोमा खाँदै बसेको झ्याप्पै आएर समातेर लगिदिइहाल्यो पछि शशि गुरुङ दाई म पहिला आएँ त्यतिखेर कस्तो आश भएको थियो होला अब छुट्छुला भन्ने खालको आश त हुन्थ्यो होला हुन्छ त्यहाँभित्र फेरि गनाएर बस्नु नसकिने क्या हामी 3 कुने त्यहाँ बसेको थियो
गनाएर मच्छड यत्रो कालो कालो अनि यतापट्टि यस्तो पल्टेर सुत्यो यतै गनाउँछ सिरानी, यता सुत्यो यतै गनाउँछ, ठाडो बस्यो यतै गन्ध आउँछ। थुप्रो मान्छे थियो होला है त्यहाँ? कति हामी 94-95जना थियौँ हामी त्यो एउटैको हलमा, एउटै कोठामा? एउटै कोठामा ढाँसेर यत्तिकै बस्नुपर्ने होला पुरै। जस जेलको अनुभव पनि त्यति। टोइलेट टोइलेट गनाउँछ, त्यस्तै टोइलेटमा लक पनि हुँदैन होइन। ढोकै हुन्छ, ढोकै नै हुन्छ। ढोका हुन्छ तर ढोका लक हुँदैन त्यहाँ। हामी बसेको चाहिँ लक थिएन त्यहाँ। भित्र पानी सानी हुन्छ, सबै हुन्छ, पानी हुन्छ, सबै हुन्छ। यसरी आफ्नै हातले ठेलेर यस्तो छेलेर टोइलेट गर्नु। भनेपछि त शत्रु पनि जेल नपरोस् है? होइन ठिकै छ, अब गल्ती गर्ने त परोस्। अहिलेको यो नयाँ सरकार आइसकेको छ नि होइन, बालेन्द्र शाहहरू होइन प्रधानमन्त्री भइसक्यो। अब राजनीतिमा थोरै जाउँ न, तिमी अब राजनीतिको विज्ञ मान्छे त होइन, राजनीति विषयमा थाहा नहुने मान्छे पनि हो होइन, तिमी थाहा नै छैन तिमीलाई। र पनि अब अहिले सुदन गुरुङ गृहमन्त्री भइसकेपछि अहिले जताततै चर्चा चाहिँ सुदन गुरुङको छ क्या। अब उसले केपी ओलीलाई लगभग उसले गृहमन्त्रीको शपथ खाएको 24 घन्टा नपुग्दै थुनिदिइहाल्यो क्या, अब पक्राउ गरिदिइहाल्यो। यो कामहरू कस्तो लाग्यो तिमीलाई? मतवालीहरू यस्तै मूर्ख हुन्छ भन्ने कुरा देखाइदिएको हो कि बा पावरको सदुपयोग गरे हो? खै यो त अब म भन्न चाहिँ सक्दिनँ, तर अब यो राम्रो नराम्रो के हो भन्ने कुरा पनि मबाट चाहिँ त्यो विश्लेषण हुन नि सक्दैन। जस जे गर्यो ठिकै गर्यो जस्तो पनि लागेको खालको, राम्रै हो। जस भ्रष्टाचारीहरू अपराधीहरूलाई त समात्नु त पर्छ होइन? पर्छ। अब यो चिजहरूले उहाँहरू आफै पनि अब पक्कै पनि च्यालेन्ज पनि छ नि त गर्नुपर्ने उहाँहरूलाई त। अहिले अब उहाँहरू त्यस्तो कुन लेभलदेखि आएको भन्ने कुराहरू देखि नै रहेछ। उहाँले त गर्नै पर्ने च्यालेन्ज छ, उहाँहरूले आफैलाई पनि बुझ्नु भएको छ होला जस्तो लाग्छ। अब उहाँहरूले गरेन भने फेरि विकल्पमा अर्को सरकार आइहाल्छ। घन्टीमै दियो होला तिमीलाई नि भोट? तिमीले त दिएनौ, तिम्रो फ्यामिलीलाई घन्टी? म त भोट हाल्नु त गइनँ, झापाबाट हाल्नुभयो, बुवा र बोजूले हाल्नुभयो, केमा हाल्नुभयो खै त्यो त थाहा भएन। जस्तै हाम्रो क्षेत्र नम्बर 5 हो केर्खा, झापादेखि हाल्नुभयो बुवा र बोजूले, केमा हाल्नु भनेपछि त्यत्रो सायद घन्टीमै हाल्यो होला। त्यत्रो 65 कति हजार, 50,000 मतले जित्नुभयो नि त बहुमत, त्यत्रो बढी भोट ल्याएर जित्नुभयो। हामी त यतै थियौँ, अब भोट लाउनु गइएन। म त गइनँ। अनि हर्कदाई पनि उठ्नु भएको थियो होइन, उहाँ पनि जित्नुभयो। हर्कदाई कस्तो लाग्छ साँच्चै तिमीलाई? ठिकै लाग्छ, राम्रै लाग्छ। अलिक धेरै बोल्ने मान्छे नराम्रो हो? अब के भन्ने हो त्यो त, अब हामीले त उहाँकै कुरा हो, हामीले अब धेरै बोल्यो भने के भन्नु, बोलेन नि के भन्नु होइन। त्यो खासै म यो क्षेत्रमा केही नै त्यो जान्दिनँ क्या, त्यही भएर बोल्ने। सङ्गीत क्षेत्र मात्रै तिमीलाई? बरु गीत सङ्गीतको बारेमा केही कतै न कतै कोट्याउने खताल्ने जे कोसिस गर्छु। अब यो राजनीति भन्ने चाहिँ थाहा छैन। ठिक छ, तर जे भइरहेछ एकदम राम्रो भइरहेछ अहिले। किन राम्रो भइरहेछ? 33-34 वर्षदेखि हामीले त त्यही एउटै पार्टी, एमाले, माओवादी, कङ्ग्रेस, त्यही दलहरू हेरिराखेको नि त। परिवर्तन पनि जरुर थियो, केही नै नगरोस् खासमा। अब त्यो कोही आए पनि गर्ला जस्तो त खासै लाग्दैन। त्यही पनि एउटा सत्ता परिवर्तन हुनु पनि ठुलो परिवर्तन हो नि त। अब त बहुमतको सरकार भइसकेपछि त अब जनताले हो नि त उनीहरूको सरकार ढाल्ने भनेको त। पहिला जस्तो कहिले केपी बा, कहिले प्रचण्ड, कहिले शेरबहादुर जस्तो घुमिफिरी प्रधानमन्त्री त बनिँदैन अब त। अब त त्यस्तो हुँदैन नि त, कि त जनताले फाल्नु पर्यो अब बालेन्द्र शाहहरू, यो राष्ट्रिय के भन्छ स्वतन्त्र पार्टीलाई होइन, नत्र त फालिँदैन। त्यही त अब उहाँको त्यो बालेन्द्र शाहज्यूको एक चिज चाहिँ साह्रै मन पर्यो क्या मलाई। के छ? त्यो अब हाम्रो सिलाम सागमा लायो भनेर कतिले त्यो राई लिम्बू समानुपातिक, त्यो खै खासै म बुझ्दिनँ भने समानुपातिकमा नपऱ्यो त एउटा सिलाम सागमा लगाइदियो, फुरुक्कै बनाइदियो लिम्बूहरू, फुरुक्कै भयो भन्ने खालको त्यो कुराहरू पनि आएपछि होइन। त्यो एउटा सिलाम सागमा बालेन्द्र शाह तर यो हाम्रो जनजातिहरूको विभिन्न संस्कृति कल्चरहरूलाई एकदम माया गर्ने मान्छे रहेछ। उहाँ पनि जनजातिमै त पर्नुभयो नि होइन र? त्यही भएर होला उहाँलाई एकदम माया रहेछ क्या। म उहाँको हरेक कुराहरू हेर्छु। अनि पाथिभरा जानुभयो, मुकुमलुङ लेख्नु, पश्चिम जान्छ, पश्चिमको कुन भाषामा लेख्नुहुन्छ होइन। झिक्कै झिक्कै माया त मलाई यो चिजहरू अध्ययन राम्रो रहेछ क्या उहाँको। जुन ठाउँमा जानुहुन्छ त्यही ठाउँ विशेष केही चिज गरिदिनु हुने होइन, त्यो एकदम त्यो गर्छु भनेर हुँदैन क्या, त्यो भित्र हृदयले नै मान्नुपर्छ क्या त्यो चिजहरू। जस्तै हाम्रो सिलाम सागमा लाग्यो के हो त, हाम्रो त एकदमै म त राम्रो भयो जस्तो लाग्छ। विरोध गर्नुपर्ने ठाउँै छैन सिलाम सागमाको अब त्यो
प्रचार प्रसार भयो त्यसको दाम बढ्छ होला होइन सिलाम सागमा सबैले लाउन थाल्छ होला हाम्रो लिम्बूहरूको त्यो सिलाम सागमाको व्यापार बढ्ने भयो सिलाम सागमाको अर्थ के हो त्यसको सिलाम सागमा लाउनुको कारण के हो त्यसको पनि एउटा छुट्टै उयो होला कथा होला होइन एउटा लिम्बूहरूको संस्कृतिमा आधारित छ भन्ने कुरा बुझाइदियो त्यो त हामीले त फुरुकै भएर त हामीले सेयर गरेको होइन त्यो त हाम्रो संस्कृतिको लागि तर यो कुरामा चाहिँ के थियो भने हर्कको सपोर्टर जति सबै अब सिलाम सागमा लाएर चाहिँ बालीले यता तान्यो भन्ने खालको कुराहरू पनि धेरै आउँछ नि त होइन त्यो चाहिँ कस्तो लाग्छ त्यो त होइन होला त्यस्तो त हुँदैन कसैले केही गरेर तानिने होइन अब अहिले त सबै आफै बुझ्ने भइसक्यो सबै आफै सक्षम नै छौँ हरेक कुरामा त्यो आफूलाई जो मन लाग्छ आफ्नो दिमागलाई बुद्धिलाई जो सही लाग्छ त्यही त सपोर्ट गर्ने हो जुन ठिक वेमा हुनुहुन्छ आफ्नो लागि त्यही चिजहरू त सपोर्ट गर्ने हामीले होइन र हो त्यो चाहिँ हो जस नयाँ दल आएर परिवर्तन आउनु सरकारले अब जस 33 वर्ष कतिको भइसकेको थियो कि त्यसै जेन्जी आन्दोलन भएको होइन नि त होइन जस अहिले जे भइरहेछ ठिकै भइरहेछ जस्तो लाग्छ म त त्यो हरेक विश्लेषण गर्न जान्दिनँ म चाहिँ अहिले जे छ म अहिले सन्तुष्टै छु अहिलेको यो राजनीति परिवेशसँग अब एउटा कुरा सोधौँ नि त साहिललाई जीवन के हो जस्तो लाग्छ क्या खै जीवन त अब मलाई थाहा छैन के हो जीवन त जीवन नै होला होइन किनभने खासमा जीवन अनि समय अनि खै कुन कुन चिजको परिभाषा नै प्रायः म अलिक भेट्दिनँ कि जीवनलाई हरेक बुद्धिजीवीहरूले अब संसारकै हरेक अब भनौँ न खतरा मान्छेहरूले आफ्नो आफ्नो तरिकाले विश्लेषण गर्नुभएको छ कुनलाई सदर भन्ने तिम्रो पोइन्ट अफ भ्यूबाट चाहिँ तिम्रो आफ्नो जीवन अहिलेसम्म अब लगभग 29-30 वर्ष जिइसक्यौ यो भित्रको जीवनमा चाहिँ तिमीले के पायौ क्या जीवन भनेको के हो क्या जीवन त भोगाइ सिकाइ नै हो जस्तो लाग्छ मेरो आफ्नै पर्सनल अब विचारमा चाहिँ तर खास एक्ज्याक्टली यही अर्थ हो भन्ने चाहिँ हुँदैन जस्तो लाग्छ जीवनको जीवन अनि सङ्गीत अनि यो समय भन्नेको खासै परिभाषा हुँदैन हुन्छ नि सङ्गीतलाई पनि त अब सङ्गीतको पनि एउटै अर्थ छैन नि त विभिन्न अर्थ लाउनु भएको छ सङ्गीत के हो भन्ने कुरा समय पनि के भन्ने त समय नै त हो समय नै हो समयलाई के अर्थ दिने त तिम्रो अहिलेसम्म प्रेम चाहिँ कसैसँग परेको चाहिँ छैन प्रेम त कति भयो अघि छैन भने अहिले रिसेन्टली चाहिँ पहिला अहिले चाहिँ छैन पहिला त कति भयो मायाको लागि पागल भएको थियो कुनै समय त्यस्तो त भइहाल्यो सबैमा नि हुनु भएको थियो होला एउटा उमेर हुन्छ क्या त्यो उमेर हुन्छ पागल हुने त्यो अहिले मर्छु नै जस्तो हुने बौलाउने त्यो बिना त केही नै हुँदैन मेरो त सारा संसारै सिद्धियो जस्तो हुने त्यो त हुन्छ एउटा उमेर हुन्छ प्रेममा जसलाई नि भर्खरै नि तिमीलाई भएको थियो त्यस्तो भर्खरै त भएको थिएन आजभन्दा बरु 2-4 वर्ष अगाडि चाहिँ हुनसक्छ 2-4 वर्ष अगाडि होइन होला 1 वर्ष जति भयो होला होइन छैन 1 वर्ष जस्तो त्यस्तो लाग्यो अलिक धेरै नै भयो होला होइन त्यसो भने धेरै नै भयो अब यहाँ मैले अलिकति यो काचक कुचुक ल्याएको छु कि यो हाम्रो चाहिँ सेगमेन्ट भनेको चाहिँ कुरा काट्ने सेगमेन्ट हो कुरा तिमीले काट्नै पर्छ हेर अब साहिलको गीतहरू त हामीले धेरै सुनिरहेछौँ अब गीत के सुन्ने रमाइलो गर्ने गफगाफ गर्ने नि आज त होइन अब साहिलको अब सुँगुरको मासु नै अब एक मात्र उयो भइगयो यसपछि हामी अरू कुरा पनि गर्छौँ यो सेगमेन्ट छ कि यो हेर त त्यहाँनिर कुरा काट्नु पऱ्यो है नराम्रो कुरा काट्नु पऱ्यो अब त्यहाँ यो खोल्नु पर्ने हो खोलेर हेर त ठ्याक्कै कसको नाम छ सम्झना यङगाङ नराम्रो कुरा काट्ने अरे विचार सम्झना यङगाङ अब कतिलाई थाहा नहुन सक्छ उहाँ चाहिँ मेरो सुँगुरको मासु भन्ने गीत छ त्यही गीतको गायिका हुनुहुन्छ हामीले सुँगुरको मासु पार्ट 1 पार्ट 2 दुईवटा भर्जनमा गरेको थियो दुईटै सिरिज उहाँले नै गर्नुभएको छ अब सायद पार्ट 3 को लागि पनि तयारी गर्दैछौँ सायद उहाँ नै हुन सक्ने सम्भावना मात्रै छ होइन किन टिम छुट्ने भन्ने खालको छ एउटा अब नराम्रो कुरा काट्नु पर्ने भनेपछि अब त्यस्तो कुरा काट्नु पर्ने त केही छैन के कुरा काट्ने त फ्याट्टै आउने होइन त त्यो जे लाग्छ उसको बानी बेहोरा अब हुन्छ नि त एबिसिडी तिमीलाई जे नराम्रो लाग्छ त्यही भन्ने अलिक बचपन बेसी छ उसमा चुतुर पुतुरवाला छ त्यो कुराहरू सुधार्नुपर्छ अलिकति त्यो बेसी दिमागहरू यताउता चलिराख्ने त्यो खालको रहेछ अलिकति मान्छे भनेपछि त्यो भन्नै छ नि एउटा बाठो लड्छ 10 बल्टाइङ लाटो लड्छ 1 बल्टाइङ भने जस्तै
त्यो बेसी बाटो आउनु खोज्यो धेरै चुतुर दिमाग चलायो भने 10 वल्ड्याङ जान सकिन्छ। 1 वल्ड्याङ लड्ने मात्रै कोसिस गर्नुहोस्, अरू त सबै राम्रो ठिक छ होइन। ल अब त्यहाँ अर्को पनि तान्नु पर्यो। तान्नु पर्यो, त्यो सकुन्जेल तान्नु पर्यो नि। कस्तो यार तपाईँले किन यस्तो गर्नुभएको? राजेश पाल राई मेरो अब एकदम तिमीहरूको अस्ति एकचोटि थियो अरे क्या? हो र? कहिले हो? छैन छैन त्यस्तो झगडै पर्दैन दाजु होइन। राजेश दाई अलिक मूर्ख हुनुहुन्छ भन्ने खालको कुरा आम दर्शकले गाली त गर्नुहुन्छ। अब हामी नि त बानी परिसकेको त्यो गाली साली हामी म राजेश पायल राईको गीतलाई चिन्छु, राजेश पायल राई भन्ने व्यक्तिलाई चिन्दिनँ भन्ने डायलगहरू पनि आएको थियो अरे एकचोटि फेमस हुने गरी। त्यस्तो भएन, छैन नराम्रो कुरा काट्ने भनेपछि मेरो एकदमै आइडल सिङ्गरै भन्छु राजेश पाल राई त। के कुरा काट्ने, त्यस्तो कुरा काट्ने कुरै छैन। हामी त दाइरा म त सधैँ रमाइलो गर्छौँ। कहिले स्नकर खेलेर उज्यालो बनाएको रातहरू छ। उज्यालै भएको छ नि होइन? स्नकर खेलेर बाजी खेल्छौ कि कसरी खेल्छौ? त्यहाँ बाजी नै खेल्थ्यो, खत्रै बाजी खेल्थ्यो होला। तर अहिले दाइ पनि खेल्नु छाड्नु भयो, म पनि खेल्नु छोडेँ। 80-90 हजार हारेपछि त तिमीले छोड्यौ भन्ने कुरा आएको थियो क्या? होइन त्यस्तो हारेन, के हार्नु। हामी साथीभाइ दाजुभाइ बोलीले मात्रै नि, त्यो खासमा उहाँले पनि नदिने मैले पनि नदिने। बोलीले मात्रै यति यति हजार यति यति लाख भन्दै खेल्नु नि, लास्टमा कसैले पनि नदिने। अब मैले जितिहालेँ नि खासै। तर तिमीले त हार्यौ नि त यार त्यत्रो 80-90 हजार अस्ति 51बाट गएको पनि दिएको नि त मैले। होइन उहाँहरूले लिनु भएन त्यो चाहिँ उहाँले होइन अरू सिक्दाखेरि अब अरू कोही नयाँ मान्छेहरूसँग त पेमेन्ट गर्नै पर्ने हुन्छ नि त। सिक्दा गर्दाखेरि सुरुमा अब अलिअलि त्यति खर्च नगरी त सिक्नु पनि सिकिँदैन। त्यही छ अब दाजुको बारेमा। त्यस्तो राजेश पाल राई दाजुको बारेमा कुरा काट्नु भने त केही नै छैन। त्यही नै हो, कहिलेकाहीँ उहाँको पैसा चलाइदिन्छु म। अहिले चाहिँ दिन्छ कि छैन दाजु तिमीसँग? छ अझै पनि। उहाँले खासै माग्नुहुन्न क्या होला, तर म आफै दिन्छु। फेरि म त्यस्तो खालको छु, बिर्से जस्तो गर्नुहुन्छ क्या होइन। तर म कहिलेकाहीँ दाजु खै तपाईँको के हाल्दैन त, यस्तो चलाइदिएको थियो तपाईँको। अहिले नि मैले चलाइ नै दिइरहेको छु दाइको पैसा। जस लेकीले चाहिँ गर्नुहुन्न? त्यस्तो भन्नुहुन्न कहिले पनि। त्यो बिर्से जस्तो गरिदिनुहुन्छ क्या, तर आफै सम्झेर दिनुपर्छ फेरि। त्यस्तो छ। ल ठिक छ, अब अर्को हुन्छ त्यहाँ दुईवटा छ। कसको छ अरू चाहिँ? के छ यहाँनिर? कसैको छैन। ज्वाला राई नराम्रो कुरा काट्ने अरे। ज्वाला दाइ अब हामीले जस्तै रिसेन्टली एउटा गीत पनि गरौँ राई कान्छा भन्ने मेरै सङ्गीतमा थियो। कतिको चल्यो साँच्ची त्यो गीत? म त चल्यो नै भन्छु। अहिले त बुस्ट गर्ने जमानाहरूले सबै बिग्रिराखेको छ। 2 लाख भ्युज पुगिसक्यो बुस्ट नै नगरी। सुरुमा 10 दिन त तिमी त टेन्सनमा थियौ त होइन? त्यो भ्युज जाँदैन भनेर चल्दैन भनेर कतिवटा लाइन त अब पूर्वतिर त हिँडै छ। मन खोज्ने बोली बिखालु राई कान्छा के साह्रो सिपालु भन्ने एउटा लाइन थियो क्या। त्यो चाहिँ राम्रो चलिरहेको छ होइन अहिले? त्यो प्रायः टिकटकहरूमा देखिरहेको हुन्छु। अनि यो दाइको बारेमा के कुरा काटौँ? अब ठिक छ, अस्ति गीत राम्रो भएको छ, सङ्गीत गरेको पैसा दिनु भएन। त्यो गीतको पाएनौ तिमी? अब त्यही कुरा काटौँ न। पाइन। ल ठिक छ है। अब अन्तिमको त त्यही हो, तिमीले गेस गरिसक्छौ। त्यो अब एकदम नजिकको हो। विजय मगर डिरेक्टर, हाम्रो सुँगुरको मासु भन्ने मेरो गीतको डिरेक्टर पनि हो। अनि उहाँको थुप्रै गीतहरू मैले सङ्गीत गरेको पनि छु। मैले सङ्गीत गरेर गीत गाएको पनि छ उसले। अघि पनि भने नि हरेक कुरामा जोडिएको छ क्या मेरो गीतसँग। कहिले उसको शब्द मैले सङ्गीत गरिदिनु पर्ने, कहिले मेरो गीतको अब सुँगुरको मासुमा चाहिँ अरू थुप्रै गीतहरू पनि गरेको छ। एउटा मायाको कोपिला हाने पनि गरेको थियौँ त हामीले आफै प्ले भएर सम्झना र म। अनि तपाईँले नै त खिच्नु भएको। विजय मगर अब आमा नेवार, लास्टै त्यो बाटो छट्टु छ क्या। बेचेर खाने टाइपको छ? बेचेर खाने टाइपको छ। खासै भर नपर्नु। तिमी चाहिँ कसरी भर पर्यो त उसको? होइन सुरुमा अहिले त अलिक भर पर्दिनँ नि मैले। अलिक धेरै बाटो रहेछ क्या। हामी चाहिँदोभन्दा बेसी बाटो रहेछ, त्यही भन्नु।
मार्छ होला अब कुरै काट्नुपर्ने भन्ने भन्छ तपाईँको सेगमेन्ट भन्ने कुरा त काट्नु पऱ्यो लागेको त होइन अरू छैन अब त्यसमा कुरा काट्नुपर्ने विषयमा अर्को छैन त्यति नै भनौँ न यसलाई धेरै बाटो छ फसाउँछ अलि होसियारी हुनु भन्ने त्यति नै भनौँ अब के गरौँ अरू अब तिम्रो भने नि पसिना बनाउनु मलाई काट्न लाएर बनायो मलाई चाहिँ बनायो नि तिमीले होइन यो कुरा काट्ने सेगमेन्टले चाहिँ अलिक पसिना आयो मलाई के भन्ने अनि अब के कुरा काट्नु सम्झिँदा नि कुरा काट्ने ठाउँ नभएको क्या अनि बनावटी पनि कुरा काटिएको छ कति छैन बनावटी त किनभने मलाई थाहा भयो कुरा काट्ने नै भनेर लेखिरहेछ त्यहाँ कुरा त काट्नु पर्यो नि अनि रियल काट्दिनँ नि किन अब सबैले थाहा मैले रियलै काटेँ त अहिले त सबै रियलै हो सबै रियलै हो भनेपछि अब अरू गीतहरू के छ कसो छ आउने अरू गीतहरू मैले प्लान गरिरहेको छु अब रानीलाई लाने सल्लाह त्यो त आइसक्यो अब अरू चाहिँ क्या अब छ एउटा गीत मैले आफ्नै च्यानलको लागि गर्नु खोजिरहेको छु धेरै अरूको च्यानलको लागि गीत गरियो खत्रै खर्च गरेर गर्न रहेछ त्यो गर्ने प्लान छ कमिलाको रानोले चिल्छ कि चिल्दैन भनिदेऊ देउता कुमारी केटी मिल्छ कि मिल्दैन भन्ने गीत छ क्या एउटा अहिलेको अवस्थामा गाह्रै छ नि त भेट्नलाई त्यो अब प्राय सबैलाई कुमारी नै चाहिने अरे अहिले अब हुन त खै भेटिएला कि नभेटिएला त्यो त तर अनि मैले गीतदेखि पोखाएको क्या प्राय मान्छेले अब सबैले राम्रो खोज्छ नि त कुमारी नै खालको खोज्छ नि त कसैसँग लसपस नभएको कहीँ कतै अब नजोडिएको त्यस्तो मान्छेहरू खोज्छ अनि त्यही भएर मैले चाहिँ यसो गीतदेखि व्यङ्ग गर्न खोजिरहेको छु रानो भन्ने त थाहा छ नि तपाईँलाई किन थाहा नहुनु हौ मौरीको रानोदेखि लिएर कमिलाको रानोदेखि रानो भने चाहिँ कतिले त थाहा रहेन चाहिँ के भन्नु खोज्यो यो तैँले के लेखेको भनेर सोध्यो क्या कतिले त्यो मुख्य सबैभन्दा त्यो मौरीकै कुरा गरौँ न मौरीको सबैभन्दा मुख्य मान्छे ठुलो राजा भनौँ न राजाले भन्ने हो नि त कमिलाको नि एउटा अलिक हुन्छ क्या कमिला गोलोभित्र एउटा मुख्य कमिला हुन्छ त्यो जता गयो त्यतै जाने हो सबै होइन त्यस्तै छ अब हङकङ गएर आएर त अरू पैसा कमाएर अनि त्यहाँदेखि बनाउने विचार हो क्या खै अब पैसा त के कमाइन्थ्यो होला त्यही पनि अब बनाउँछु भन्ने चाहिँ हो म आफ्नै तरिका तिम्रो बुवा पनि राम्रो सिनेमाटोग्राफर है राम्रो क्यामेराम्यान अब उहाँहरू यस्तो छ अब अहिले के भन्दाखेरि अब बुवाहरूले नि गर्दै हुनुहुन्छ आफ्नो अब 150 भन्दा बढी हाम्रो पालामहरू खिचिसक्नुभयो होइन एडिट पनि आफै गर्नुहुन्छ डिरेक्सनहरू आफै गर्नुहुन्छ आफै खिच्नु पनि हुन्छ अनि एउटा रिसेन्टली एउटा म्युजिक के भन्छ मुभी पनि बनाउनु भयो लिम्बू कल्चरमा आधारित मेमजिफुङ भन्ने पूर्वतिर धेरै सो गर्नु होला अब काठमाडौँ पनि ल्याउने भन्दै हुनुहुन्थ्यो त्यो गर्नु भएको तर अलिकति मलाई के लाग्छ भने बाउ र छोराको जेनेरेसन काहीँ न काहीँ अलिकति फरक परि नै हाल्दो रहेछ कि जस्तै बाउहरूले गरेको काम म एकदम सम्मान चाहिँ गर्छु तर अलिकति उहाँहरूको त्यही स्टाइल छ क्या त्यही जमानाको अब हाम्रो अर्कै स्टाइल भइसक्यो क्या फेरि यो अब पछि मेरो छोराको पनि अर्कै स्टाइल होला क्या यो चाहिँ जेनेरेसन अनुसारको सर्कल होइन त भइराख्ने कुरै रहेछ सबैको जीवनमा तिम्रै बुवाको उमेरको साथीभाइहरूको सर्कल होला उहाँहरूको लागि फेरि बेस्ट होला मलाई चाहिँ फेरि अब अलिकति छोरा पुस्तालाई अर्कै चिज चाहिने होइन अब अहिले मलाई के चाहिरहेछ त्योभन्दा फरक चिज मेरो छोरा पुस्तालाई चाहिन्छ त्यस्तै नै ल कुरा हाम्रो लामो नै भयो होला होइन ठिक छ अरू केही छ कुराहरू गर्नुपर्ने यो कुरा काट्ने सेगमेन्ट भन्ने चाहिँ अलिक हटाउने यार रमाइलो हुन्छ नि त जे होस् अब साथीभाइको कुराहरू त काट्नु पर्यो नि त होइन देखेको कुराहरू त्यो भएर हो अब मैले नसोधेको कुराहरू केही छ भने अब भन अब तिम्रो भित्री कुराहरू त म खोल्दिनँ होइन त्यो भित्री कुरा खोल्यो भने तिमी अब होइन तपाईँ हामीलाई सबै थाहा छँदैछ तपाईँ हामी सङ्गत गरेको काम गरेको 5-6 वर्ष भइसक्यो होइन अब हामीले सुँगुरको मासु जस्ता गीतहरूदेखि कति गीतहरू गरेका छौँ अब म चाहिँ फेरि कहिल्यै पनि साथ नछाड्ने मान्छे पर्छु कि एउटा टिम हुन्छ नि जुन तर अब कति मैसँग हुने केटाहरू अलि अहिले आएर अलिकति अलि स्वार्थी रहेछन् भन्ने लाग्दैछ धुरी चढ्दै के भन्छ धुरी चढ्दैछन् होइन अलिकति उम्लिँदै थियो पोखियो भन्ने टाइपको हुन्छ होला कुनै दिन त्यो छ अब तपाईँ हामीले कति कामसँगै गरेको छौँ जुनै अवस्था नि तपाईँ हामीसँगै गर्छ क्या तपाईँले राम्रो गरोस् कि नराम्रो गरोस्
चित्त बुझेन भने बरु गर पारेर यो चाहियो कि चाहियो भनेर जबरजस्ती डिट गरेर पनि गर्न सकिन्छ होइन। तर अब हिजोसँगै गरेको मान्छेहरू आज अलिकति उनीहरू आफ्नै तरिकाले होइन नि उनीहरू त राम्रो छैन भन्ने आफै साइड लाग्ने होइन त्यस्तो चाहिँ सङ्गतमा धेरै रहेछन् साथीभाइहरू। अनि अलिकति त्यो चिजहरू चाहिँ अब तपाईँ हामीमा चाहिँ कहिल्यै नहोस् भन्ने मेरो कामना। तपाईँ हामीले सुँगुरको मासु 20सम्म काम गर्नुपर्छ। ल खुसी लाग्यो यार आज आइदियो। अब फेरि कुनै दिन आउनुपर्छ होइन। अब हङकङको यात्राको लागि शुभकामना होइन भिजा आएपछि। ल